अहिले म चाहिँ एकदमै नेचुरल ब्युटी भएको ठाउँमा छु है। एकदमै बेस्टबाट पनि राम्रो पत्लैया भन्ने ठाउँमा छु म अहिले। एकदमै मनमोहक दृश्य तपाईँहरूलाई देखाउँदैछु। वाट द नेचुरल ब्युटी यार। नेपाल यसैका लागि त एकदमै पहिचान छ नि। क्या ब्युटी छ वाट द ब्युटी यार। जुस पाउँछ भाइ? उखु त सुकिया जस्तो छ सबै। उखु त सुकिया जस्तो छ। उखु त सबै सुकिया जस्तो छ। म चाहिँ अहिले यो पत्लैया होइन भाइ, पत्लैयामा छु। एकदम उखुको अब जुस खाएर यहाँबाट निस्किन्छु। केही समयपछि चाहिँ म घर पुग्छु है गाइस। पत्लैया चोकको आसपास होइन त? उखुको जुस बनाउँदा आइस हाल्नुपर्छ होइन त? आइस हाला चिसो बनाउनु पऱ्यो नि होइन? ल हेर्नु गाइस, टेक्नोलोजी। पैसा कमाउनु विदेश जानु पर्दैन। यसरी नै पैसा मजाले कमाउन सकिन्छ 1-2 हजार। भाइको घर नेपालमै हो भाइ? भाइ भनेपछि इन्डिया नै हो, नेपाली बोलेन। ल गाइस, उखुको रस रेडी भयो।